म तपाईलाई आज मेरो सेयर लगइन गरिसकेपछि मेरो सेयरको प्रोफाइलबाट चाहिँ पासवर्ड चेन्ज गर्ने सजिलो तरिका तपाईलाई सिकाउन गइरहेको छु। तपाईले चाहिँ यसलाई ध्यान दिएर हेर्नुहोस् अनि मैले भनेअनुसार गरेअनुसार फलो गर्नुहोस्। तपाईलाई पासवर्ड चेन्ज गर्नलाई धेरै सजिलो हुनेछ। यसले तपाईलाई चाहिँ सहायता पुर्याउनेछ म विश्वास गर्दछु। सर्वप्रथम तपाईले चाहिँ राइट ह्यान्ड साइडमा चाहिँ मेरो सेयरको राइट ह्यान्ड साइडमा चाहिँ मेरो सेयर प्रोफाइल भन्ने देख्न सक्नुहुन्छ। अनि त्यहाँ मान्छेको सिम्बल पनि छ, साथसाथमा यो लगआउटको एरो पनि छ। तपाईले यो चाहिँ मेरो सेयर प्रोफाइलमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ चेन्ज पासवर्ड यो वन प्रोफाइलको साइटमा छ चेन्ज पासवर्ड। यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि तपाईले चाहिँ आफ्नो ओल्ड पासवर्ड यहाँ राख्नुहोस्। म चाहिँ ओल्ड पासवर्ड चाहिँ राख्न गइरहेको छु। अब न्यू पासवर्ड राख्नुहोस्। तपाईले चाहिँ जुन पासवर्ड चाहिँ चेन्ज गर्न लागिराख्नु भएको छ, पासवर्ड चेन्ज गर्न खोज्नु भएको छ, त्यो पासवर्ड चाहिँ राख्नुहोस्। ल मैले पासवर्ड राखिसकेँ, ओल्ड पासवर्ड, न्यू पासवर्ड अनि कन्फर्म पासवर्ड। अब तपाईले चाहिँ चेन्ज पासवर्डमा चाहिँ क्लिक गर्नुहोस्। अब यहाँ नोटिफिकेसन आएको छ ओल्ड पासवर्ड डु नट म्याच भन्यो। पुरानो पासवर्ड चाहिँ म्याच गरेन भन्यो है। अब फेरि पनि म यहाँ हेर्नुहोस्, म कन्फर्म गर्छु। पुरानो पासवर्ड अब म चेन्ज पासवर्डमा चाहिँ क्लिक गर्दैछु। हेर्नुहोस् है, एरो यहाँ हेर्नुहोस् है, कर्सरमा हेर्नुहोस्। ल पासवर्ड हैज बिन चेन्ज सक्सेसफुल्ली भन्ने ग्रिन म्यासेज आयो। अनि यता अकाउन्ट चाहिँ अलरेडी अटोमेटिक चाहिँ लगआउट भएको छ। यसलाई फेरि पनि तपाईँ आफ्नो डिपी राख्नुहोस्, युजर आइडी राख्नुहोस् अनि पासवर्ड राखेर चाहिँ लगइन गर्न सक्नुहुन्छ। यदि तपाईलाई चाहिँ पुरानो पासवर्ड चाहिँ अब म चेन्ज गर्न चाहन्छु भन्ने लाग्छ भने यो विधि प्रक्रियालाई तपाईले चाहिँ फलो गर्नुभयो, अपनाउनु भयो भने तपाईलाई सजिलो हुन्छ। हस्, धन्यवाद। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि, सपोर्ट पाउनको लागि तपाईले मिस्टर टेल्स कोष्टमा प्रवेश युट्युब आइडी छ, त्यो आइडीलाई लगइन गरेर चाहिँ तपाईले सब्स्क्राइब गर्नुहोस्। आउने दिनहरूमा तपाईले यस्ता जानकारीमूलक सपोर्टिभ भिडियोहरू चाहिँ हेर्न पाउनुहुनेछ। हस्, धन्यवाद।